आमा लौ यो पैसा सबिना दिदीले पठाइदिनु भयो यहाँ जापान बस्ने दिदीले लौ काम त नि उहाँ अहिले जापान हुनुहुन्छ अरे जापान हुनुहुन्छ अरे पहिला जुम्ला घर जापानबाट पठाए है पठाउनु हो नि नानीले पठाउनु हो कति बहिनी हुनुहुन्छ अरे धेरै मलाई दया मान्न बुढोबुढी भन्न बुढोबुढीले आज औँसीको भाग मैले दिने हो मलाई पठाउनु हो त सुर्खेत पनि घर छ अरे आज आमाको मुख हेर्ने दिन अनि आमाको धेरै माया लाग्यो भनेर पठाइदिनु भयो क्या सुर्खेत पनि छ अरे घर अहिले त जापान हुनुहुन्छ अरे बाहिर देश बाहिर देश जाने केटाकेटी कति छन् त अरे केटाकेटी होला नि भाइ छन् अरे आमा सबै हुनुहुन्छ अरे सबै सम्पूर्ण भयो पैसा आज आमा मुख हेर्ने दिन धेरै नसके सानो सहयोग भन्नुहुँदै यत्रो किन पठाइदिनु भएको नपठाइदिनु दिदी भन्दा भन्दै आमाको लागि पठाइदिनु भयो लौ के दया मान्न 4000 रुपियाँ पठाएन जापानबाट गरे नानीले मलाई अब के गर्ने मैले भने अरू त म के सक्छु र नि मलाई दया मान्न बुढोबुढीलाई दया मान्ने आमा मुख हेर्ने भन्न 4000 रुपियाँ पठाएपछि सबै सम्पूर्ण नानी भएपछि आजै पनि मनले भने पुगोस् धन पैसा सब जनधनको सुरक्षा होस् नि सुरक्षा होस् अब कलिजुगको जमानामा जिउ जोगाउनु गाह्रो छ अब जिउ जोगियोस् अनि सबै केटाकेटी सबै सम्पूर्ण भइरहन् अनि धन्यवाद छ सब मलाई अब उमानिन दया मान्न दिएपछि सब सम्पूर्ण होस् अनि जिउ डनको सुरक्षा होस् जता गए पनि घर सम्पूर्ण गरिन आउने घर जिउ जोगाइ आउने जापान गए धेरै पैसा त धेरै पनि धेरै अनि जो आमा भयो भने आमा जस्तै हुनुहुन्छ कस्तो माया लाग्यो अनि त्यो आमालाई अनि सानो सहयोग गर्छु आफ्नै आमा जस्तै मानिन मलाई यत्रो पैसा पठाइदियो 4000 रुपियाँ पठाएन आज औँसी हुन् मुख हेर्ने दिन कोहीले आमाको भिडियो बनाउनु भने लाज मान्छन् कोही आमाको छेउ जाने भने डरमा त्यो लाज मान्छन् कोही भिडियो हाल्न लानु तिमीहरूले राम्रो गरेका छौ भाइ आमालाई देखाउनुपर्छ गर्नुपर्छ आमा जस्तो ठुलो यो संसारमा कोही छैन जब आमा हुनुहुन्न तब आमाको महत्त्व थाहा हुन्छ भन्नुहुन्छ क्या ठुलो पृथ्वी देखाइसकेपछि अब छोराले पनि जताकतै सब देखाउनु पर्यो आमालाई र भिडियो गराएर देखाएपछि जताकतैबाट मलाई सबैले दया मानिन पठाउनुहुन्छ छोराले भिडियो बनाएन अहिले जताकतै देखिने चिन्ने बुढियाबाट चिनिने भए देखिने भए बयसपालि देखिन चिनिन यिनीहरू बुढियाबाट सबैले चिन्ने सबैले जता जान्छु मलाई नचिन्या कोही पनि नहुने भए नि अब टोलाई नचिन्या जताकतै भाइलर भन्ने पहिला रुया अहिले त राम्रो भनेछन् भन्ने माने पहिला थाहा भएन मैले देखिनु चिनिनु राम्रो कुरा हो अहिले सबै धन सम्पत्ति कमाएर धेरै गर्ने राम्रो कुरा हो अरूले चिनुन् 2-4 जनाले चिनुन् भेटुन् अरे राम्रो मान्छे हुन् यिनीहरू भन्ने मानुन् सबै चिज पैसाको लागि मात्रै पनि हुन्न क्या माया भन्ने मायाको लागि भयो त यत्रो पृथ्वी देखाएपछि अब आमा बाबुले पृथ्वी देखायो अनि मुखभरि दुध र आङभरि रकत दिए केही नदिए पनि आमा बाबुले क्या केही नदिए पनि आङभरि रगत र मुखभरि दुध दिए पृथ्वीले देखायो त नि पृथ्वी देखाए सबैसित देखिने चिनिने सबैलाई चिनाउने देखाउने हो भनेर देखाइ चिनाइ सबैलाई अहिले सबैले मलाई बोलाउँछन् सबैले फोटा खिच्ने भन्छन् भनेर सबैले फोटा खिच्ने भन्छन् नि बाट्न हर्नै दिँदैन त मलाई फोटा खिचाइए ल दिदी सबिना नि धेरै धेरै धन्यवाद मेरो आमालाई पनि आफ्नै आमा जस्तै सम्झेर यो पैसा पठाइदिनु भएको छ हजुरहरूले पनि दुःख गर्ने मान्छ सुख गर्ने मान्छ पैसा त कोसँग हुन्छ न त्यही पनि आमाको मुख हेर्ने दिन मैले गर्न नसकेका चिज हजुरले गर्नुभयो धेरै धेरै धन्यवाद दिदी म पनि हजुरलाई केही न केहीबाट हेल्प गर्न पाऊँ देख्न पाऊँ भेट्न पाऊँ कुनै दिन दिदी ल दिदी थ्याङ्क यू दिदी हजुरले चाहेको सोचेको सबै चिज पुरा होस् हामीले यही छ शुभकामना ल दिदी आज आमाको मुख हेर्ने दिन सबै सम्पूर्ण हुन जाओस् सबै जीवनको सुरक्षा हुन जाओस् धन्यवाद छ है ल नानी ल दिदी ल धन्यवाद छ नानी है यस्तैमा त लाठी चाहिँ सोझी धेरै बाटो भएन किन सोझो हुनुपर्छ मान्छे राम्रो हुनुपर्छ व्यवहारमा राम्रो असल हुनुपर्छ भन्छु म सबैलाई राम्रै मान्छु म नि सबैलाई राम्रै मान्छु भनेरै
भयो मान्छेले राम्रै मान्ने ल त ल भयो भयो ल